नमस्ते सबैजनालाई सन्चै आरामै हुनुहुन्छ होला। आज हेर्न सक्नुहुन्छ रातभरि पानी परिकन कस्तो राम्रो मौसम गरेको थियो अनि कुहिरो पनि लागेको थियो। अनि त्यसपछि म सिधै आफ्नो भान्साकोठामा आएँ किनकि आज मैले पेटीहरू साफ गरिनँ पानी पर्दाको कारणले। अनि तरकारीहरू काटेँ अनि यो मैले मसला कुट्दैछु। मिक्सर त छ अन्त मलाई यसमै सजिलो लाग्छ। अनि त्यसपछि मैले आफ्नो आगो पनि बालेँ। आगो चाहिँ धेरै मुस्किलले बाल्नु पर्यो पानी पर्दाको कारणले। अनि बोल्दा नि बोलाइन्थ्यो बल्ल बल्ल बालिकन। अनि आगोमै पकाउँछु धेरै जस्तो मलाई, किनकि आगोमा पकाएपछि छिटो पनि हुन्छ। अनि कहिलेकाहीँ ग्यासमा पनि पकाउँछु। तर हेर्नु के गर्नु, माथिबाट पानी चुहिकन पुरै पानी चुहिरहेको थियो मेरो टाउकामा अनि तल तेलमा पनि गइरहेको थियो। यस्तै हुन्छ यहाँ पानी पऱ्यो भने। अनि त्यही भएर छिटो पकाइकन उता कोठामा जाऊँ भन्ने भएको थियो। अनि के गर्नु, पकाउनै पर्यो। अनि फेरि बाबुहरू उठे अनि बाबुहरू उठेपछि बाबुहरूले भोक लाग्यो भन्दाखेरि आलुको पराठा बनाइदिएँ किनकि चिसो पनि मौसम गरेको थियो अनि बाबुहरूले मन पनि पराउँछ। अनि कहिलेकाहीँ आफूलाई पनि मनपर्छ, खानु मन लाग्छ कहिलेकाहीँ पराठाहरू यस्तो चिसो मौसम गएको बेला। अनि त्यही भइकन पकाएको तिनीहरू छोराको लागि। 12 seconds later. अनि त्यसपछि मैले गाजर अनि प्याज अनि यो फर्सीको मन्टा काटेँ उसको लागि, पास्ताको लागि। बाबुहरूले पास्ता लगाउने भन्दै थियो। बाहिर हेरेको त आम पनि खसेको रहेछ। अनि किन यस्तो राख्दिनँ, यो पनि टिफिनमा हालिदिन्छु। सोध्नु त दिनदिनै आमा हालिदिन्छु भनेर के गर्नु। अलि बजार अलि तल छ हाम्रो अनि अलि माथितिर बस्छौँ, गाउँतिर बस्छौँ हामी चाहिँ। अनि आम त त्यही आमको सिजन छ अनि घरमै छ अनि हिजो हालिदिनु पर्यो भनिकन, किनकि सिजनको फल त राम्रो पनि हुन्छ। एउटा खसेको थियो अनि त्यही भएर त्यो दुई भाइलाई बार्नको लागि पिस पिस गराउँदै थिएँ। अनि पुग्छ एउटालाई दुई भाइलाई सस्तै भइहाल्छ। हेर्न सक्नुहुन्छ मैले सिम्पल पास्ता बनाएको थिएँ, न पिरो न के, सिम्पल घरमै। अनि त्यसपछि बाबाहरूलाई मैले रेडी पारेँ। अनि फेरि बाबुहरूलाई एउटा भिडियो बनाऊँ भनेको त हैरान पारिकन 4-5वटा ट्राई गराइकन अनि बल्ल 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 एउटा भिडियो बनायो। कहिले दाइले पनि नमान्ने, कहिले भाइले नमान्ने। अनि त्यसपछि बाबुहरू स्कुल गए। मैं तो थक गई भाई साहब, मैं तो फिर से थक गई। त्यसपछि मैले बाबुहरू पठाइकन फेरि फुल लगाउन लाएँ। अनि छोटी एउटा नानी आएको थियो, त्यसले भिडियो बनाइदेऊ भनेको त भिडियो त हेर्नु त यस्तो बनाएको छ। कहिले मैले मात्रै नदेखा नानी उता पनि देखा भने अनि बल्ल बल्ल देखाएँ त्यहाँ। अनि छिमेकी आन्टीबाट मागेको थिएँ मैले चाहिँ, दिदीबाट। यो हेर्न सक्नुहुन्छ गुलाब थियो अनि के भन्छ लाउरे फुल थियो। पछि खिलेपछि हजुरहरूले देखाउँला। कौन है ये लोग, कहाँ से आते हैं? अनि हाम्रो सानो झारमा चराले अन्डा दिएको रहेछ, तर कुन चराले हो यो यसको नाम चाहिँ जान्दिनँ मैले। माथि उडिरहेको थियो र निश्चय यसरी होला घोसला बिगारिदिन्छ कि भनिकन वारिपारि उडिरहेको थियो मेरो। अन्त के कुन चरा हो त्यो भरि चिनिनँ, आजलाई यति नै। Like and subscribe. Hit that like button and subscribe for more.